यार सबभन्दा सजिलो काम त्यही हिरोको जस्तो लाग्यो मलाई। म अब हिरो बन्छु, हिरो बुझिस्? हिरो? अब हेर न, तै भन् त, अब यत्रो बिकम पास गरे मान्छेले अब हिरो नबन्ने अब के गर्नु, जागिर पाउँदैन? म त अरू हिरोहरूको जरै उखाल्ने गरी हिरो बन्छु। यो हिरो सिरोको सपना छोड्दे त। बरु 20 रुपियाँ दिने यार। त जेसु गर म त ओहो माफ गर्नु होला, गल्ती भयो। तपाईलाई कतै चोटपटक लागेको त छैन? केटवाल्ला परेर बसेको केटी देखा छैन कहिल्यै? देखेको त थिएँ, तर त्यस्तो राम्रो केटी कहिले पनि देखेको थिइनँ। फेरि त्यस्तो रूपमा किन गरेको होला? हातभरि पर्छ। छोड दे यार, अब पर्स बोकोस् कि नाम्लो बोकोस् कि हामीलाई के मतलब? यहाँ आफूलाई भोकले कस्तो आँखै देख्न नसक्ने भइसक्यो। बरु 20 रुपियाँ चापट दे न। त सुध्रिँदैनस्, मलाई देखेको पैसा माग्छस् त? त्यहाँ समेत फिर्ता दिउँला। हेर म त अब नाम मात्रको हिरो हो र कामको पनि हिरो हुँदैछु। भविष्यमा गएर एउटा फिल्ममा हिरो भयो भने पैसा लटालट कमाउँछु। त्यसपछि मैले तसँग होइन, तैँले मसँग पैसा माग्नुपर्छ। तर म तसँग ब्याज लिन्न नि। कुनै पारकी डाइरेक्टरको आँखामा माथि परिहाल्छ कि न हिरो